होइन यो अन्तिम अवस्थामा नि जसले नि झर्ने के सिस्टम हो र ए मेरो त सर्वसै गयो त अब ल यही बेला पनि आएछ नि हेलो ए भाइ हजुर हजुर मलाई बाँच्न मन छैन केही बाँच्न मन लागेर त विदेश लागेको नि दाजु दाजु म तिर्छु हजुरको पैसा तिर्छु दाजु मलाई अलिकति समय दिनु न दाजु साला नाडे पचास 6 महिना भयो न साउल छ न ब्याज छ होइन दाजु पैसा खाएर नै नै दाजु यहाँ मेन पाहाडको व्यवसाय भएको दाजु म तिर्छु हजुरको पैसा जसरी नि दाजु मलाई अलिकति समय दिनु न दाजु मैले समय दिएर के गर्नु तेरो समय सकियो केटा समय सकिसक्यो मेरो त सबैतिरबाट समय सकियो भन्ने न्युज आउँछ त होइन मेरो समय अर्कोले हेर्ने घडी कसले लाएर हिँड्नु के सिस्टम हो यो फेरि भएन हेलो हेलो हजुर कहाँ हुनुहुन्छ साउले घर खाली गर्दै भनेर हामीलाई यहाँ घर नघाटको बनाइसक्यो यो बिरामी आमालाई लिएर म कहाँ जानु बच्चा कसरी सम्हाल्ने हो मैले मैले तेरो के बिगारिदिएको थिएँ र तैँले मेरो सबै थोक बिगार्ने यो जिन्दगीको दलदलबाट जति निस्किन खोज्छु मलाई त्यति गाडी रही भगवान यो जिन्दगीको खेलमा तैँले जितिस मैले हारेँ भगवान तँलाई अझै कति सजाय दिनु मन छ के हुन्छ म तपाईँलाई ठाउँमै आउँछु भगवान मलाई माफ गरिदिनु है बा मलाई माफ गरिदिनु है कान्छ ओइ कान्छ कान्छ के गरेको गोरु यो के गरेको कान्छ यो मैले हारेँ बा मैले सकिनँ बा मैले हारेँ मैले जिन्दगीको बोझ उठाउन सकिनँ बा ए कान्छ के बोल्दैछस् यो तैँले जिन्दगीको बोझ उठाउन सकिनस् भने म यो उमेरमा तेरो लासको बोझ उठाउन सक्छु त